धेरै दिनको मेहनत पछि यो ठाउँमा आइयो। यो ठाउँमा आइसक्यौँ हामी। कस्तो लागिरहेछ? कस्तो नि साथी, चिसो छ। अब यहाँबाट 3-4 घन्टा हिँड्नुपर्छ रे। कति राम्रो पहाडहरू देखिरहेछ। यो बाटो आएको हामी। दामी एरिया रहेछ, तर क्यामेरा चाहिँ एलाउड छैन रे, त्यही नै लिएर आइएछ। यहाँ पनि गोली खाएको छु, मेरो चस्मा फुट्यो। कसरी छ यहाँ चार्ज? अनि तलैदेखि 600 है? आज यतै बस्ने हामी। हजुर। ना ल मलाई ओए भन्नु लड्ने। जाऊ। तर रारा ताल चाहिँ सोचे भन्दा ठुलो रहेछ यार। आइयो रारा तालैमा धेरै मेहनत पछि यो ताल हेर्न आइयो। तर मैले चाहिँ यति ठुलो होला भनेर सोचेको थिएन यार, सानो होला। अच्छा, यत्रोको होला भन्ने सोचेको त। ठीक है, ठुलो रहेछ तर नाइस छ। समझ गया। हामी चाहिँ मौसम नि चिसो छ, अहिले चाहिँ बडी एकदम तात्तिएको छ। हिँडेर आउनु पर्दो रहेछ, त्यहाँदेखि हिँडेर आइयो। थकाइ नै लाग्यो एकछिन। ब्याग धेरै छ हाम्रो, कपडाहरूको ब्याग नै छ। 7-8 केजी त होला यार, 7-8देखि बढी होला। 2वटा ब्याग छ। यता नजिक चाहिँ जान नसकिँदो रहेछ, किनभने पानी एकदम यहाँ हिलो खालको छ। अनि साथीहरू यताबाट फर्केर उताबाट जाने कुरा भयो। आमा हिलो छ त यहाँ त, हामी गलत बाटो आइछौँ। ओए हिलो अति छ यार, के गर्नु, उपाय छैन। अब त्यहाँ पुग्नै पर्छ जसरी नै। कहाँबाट जाने होला? एउटा मेन कुरा यहाँ के भन्दा यहाँ क्यामेरा एलाउड छैन क्या। आर्मी पुलिसले देख्यो भने चाहिँ फाइन हान्छ अरे। साथीहरू आइरहेछन्। फाइनल्ली रारा आइयो है त। फाइनल्ली गाइज। चिसो छ। आइयो यार। मम्मीको बर्की ओडिरहेको छु मैले। दौडाऊ के पछाडि। भिडियो सुट भइरहेको छ यहाँ चाहिँ केटाहरूको। धेरै मेहनत पछि आइयो यहाँ, धेरै गाह्रो भयो। नजिक जाउँ त अलिकति। जय हो, जय गङ्गे। हामी यहाँ छौँ अहिले। हामीलाई त्यहाँ जानुपर्ने छ, सोधेको 1 घन्टा लाग्छ अरे। मेनु विदा करू, मुझे जाना है उस पार भने जस्तो भयो त। मान्छेलाई खिचौँ है। डर लागिरहेछ मलाई, कहीँ मलाई त्यस्तो नहोस् यार। कस्तो राम्रो रहेछ यार। सायद यो चाहिँ यो रारा तालको अन्तिम पार्ट होला, त्यसैले यहाँ चाहिँ पुल छ। योदेखि यता चाहिँ के नि रहेन छ, यो पहिलाको पुरानो पुल होला सायद। अनि
हामी आएको कहाँबाट सायद त्यहाँदेखि हामी आएको 1 घन्टा हिँड्नु पर्दो रहेछ अनि हामी लगभग अब आधा घन्टा छ अरे अझै हिँडिरहेको कस्तो राम्रो एकदम पिस रहेछ ठाउँ चाहिँ फोहोरहरू पनि खासै रहेनछ यार मान्छेहरू कमी छ नि त कमाउँदो रहेछ यहाँ त्यो भएर होला जय हो जय हो जय हो यो फापरको रोटी हो फापरको रोटी एक्लै एक्लै खानुभयो त ए ठिक छ 1 घन्टा भन्दा धेरै भइसक्यो खै त हाम्रो डेस्टिनेसन नै आउँदैन लास्ट हिँडिसक्यो यार यतिकै हिँडेको भए त केही नै हुँदैन ब्याग नि छ क्या 2-2वटा ब्याग भिरेर हिँड्नु परिरहेछ राराको साइडमा बसिरहेको छ चिल गर्दै त्यहाँ माथि चाहिँ दामी देखिँदो रहेछ क्या हिमाल